हेलो नमस्ते सबैलाई। आज धरान 15 मा 15 को फुलबारी मार्ग जस्तै श्यामचोकदेखि 500 मिटर माथि पर्ने यो बाटो फुलबारी, यो माथि सिधा चाहिँ बद्रीनाथ स्कुल पर्छ। त्यहाँबाट सिधा यसरी आएपछि फुलबारी मार्ग भनेर यो गाउँलाई फुलबारी मार्ग भनेर चिनिन्छ। घरहरू यस्तो यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ आकर्षक एकदम राम्रो जग्गा, दस्तुर जग्गा बिक्रीमा छ, हेर्न सक्नुहुन्छ। यही जग्गा हो, दस्तुर जग्गा छ, एकदम राम्रो छ। मजाको छ। पछाडिसम्म उतै परको घर पनि हो। यो गेटबाट छिर्नुपर्छ यसरी यो सिमाना यहाँसम्म हो। सिमाना यहाँसम्म अलरेडी कम्पाउन्ड लागेको छ। सिमाना यहाँसम्म छ। यसरी यो परको घरसम्म, घरदेखि पछाडिसम्म छ अझै, यो परको घरसम्म छ अझै यो जग्गा। यसरी यो बाटो तपाईँको चाहिँ तपाईँ यहाँबाट सिधा जानुभयो भने पर चर्च आउँछ, फुलबारी मार्ग चोक आउँछ। त्यसपछि तपाईँ उकालो जानुभयो भने के इन्टरनेसनल स्कुल तपाईँले भेट्नुहुन्छ, त्यही नजिकै छ। स्कुल पनि सुविस्ता छ, नजिकै छ, चर्च पनि छ। क्रिस्चियन बन्धुहरूलाई पनि सजिलो छ बस्नु। यो बाटो एकदम राम्रो बाटो छ, हेर्न सक्नुहुन्छ दर्शकले। यो बाटो छ, यहाँ दस्तुर जग्गा छ। कोही लिने इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। यसमा मोबाइल नम्बर छोडिदिनु छु। अनि यसमा तपाईँको पानी बिजुली सबै सम्पन्न छ। पानी बिजुली छ, अलरेडी छ पानी बिजुली, कम्पाउन्ड लगाइसकेको छ। अनि एकदम राम्रो यहाँ यस्तो यस्तो घरहरू पनि छ, हेर्न सक्नुहुन्छ। यस्तो घरको, यही घरको ठिक्क अगाडिको जग्गा यो बाइक राखेको ठाउँ हो। दर्शक पनि हेर्न सक्नुहुन्छ। अब यो तपाईँलाई यहाँ भित्रको प्लेस पनि देखाउँछ। यहाँ यस्तो छ, भित्र हेर्न सक्नुहुन्छ। दर्शक पनि एकदम राम्रो। धरान 15 नम्बर वार्डको श्यामचोकदेखि उकालो उत्तरपट्टि उत्तर पूर्वमा पर्ने फुलबारी मार्ग भनिन्छ। फुलबारी मार्ग चोकैमा पर्छ। यो दस्तुर जग्गा छ। यो घर पनि पर्छ। यो पछाडि घरदेखि पछाडि पनि अलिकति जग्गा छ, अझै जग्गा छ। यो दस्तुर जग्गा जम्मा यो कम्पाउन्डदेखि यो गेट हो। हजुर हो, गेट हेर्न सक्नुहुन्छ। यहाँ घरहरू यस्तो यस्तो निर्माण भइसकेको छ। राम्रो सुविस्ता छ। पानी बिजुली प्रशस्तै छ। पानी एकदम राम्रो छ, पानी बिजुली छ। अनि यहाँ कसैले मन पराउन सक्नुभयो भने यही फोन नम्बरमा सम्पर्क गर्दा हुन्छ। हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ दर्शक, एकदम राम्रो। यहाँबाट अगाडि बाटो पनि छ, अलरेडी कालोपत्रे बाटो छ। पानी छ, बिजुली छ, सम्पन्न छ। इच्छुक मानवहरूले सम्पर्क राख्दा हुन्छ। यो बाटोबाट सिधै के इन्टरनेसनल स्कुल राख्नु सक्नुहुन्छ। पर देखिएको यो चर्च हो। यो सिधै देखेको चर्च हो। यो चर्चबाट उकालो गयो भने तपाईँ इन्टरनेसनल स्कुल, के इन्टरनेसनल स्कुल, धरानको अहिले सुपर डुपर स्कुल, चर्चित स्कुल के इन्टरनेसनल स्कुल, नाम चलेको स्कुल नजिकै छ। यो जग्गा इच्छा भयो भने तपाईँहरूले लिन सक्नुहुन्छ। दर्शक पनि हेर्नुहोस्, धरानमा 15 नम्बर वार्डको श्यामचोकदेखि उत्तर पूर्वपट्टि बद्रीनाथ स्कुलदेखि तल्लोपट्टि छ है। हजुर हो, सम्पर्क गर्नु होला। यही मोबाइल नम्बरमा सम्पर्क गर्नु होला। हजुरहरूलाई उचित मूल्यमा प्रदान गर्नुहुन्छ। हवस् त, नमस्ते सबैलाई, सबैको भलो होस्। जय